के तपाईहरु पनि एआईबाट यो किसिमको फोटो एडिट गर्न चाहनुहुन्छ? नमस्कार साथीहरु, तपाईहरुलाई टेक ट्युन नेपाल युट्युब च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई अनलाइनबाट कसरी फोटो एडिट गर्ने अथवा आफ्नो पहिले भएको फोटोलाई कसरी अनलाइनबाट फ्रीमा एडिट गर्ने भन्ने कुराको जानकारी दिँदैछु। त्यसको लागि तपाई आफ्नो मोबाइल अथवा आफ्नो पीसी अथवा ल्यापटपबाट पनि गर्न सक्नुहुन्छ। सजिलोको लागि म तपाईलाई मोबाइलबाटै देखाउँदै छु। तपाईको आफ्नो स्मार्टफोनमा तपाई गुगल क्रोममा जानुहोस्। गुगल क्रोमलाई अन गर्नुहोस्। यति गरिसकेपछि तपाई सर्च बारमा गएर चाहिँ जेमिनी भनेर टाइप गर्नुहोस्। त्यसपछि यसलाई ओके गर्नुहोस्। यति गरिसकेपछि तपाईको मोबाइलमा फर्स्टमै गुगल जेमिनी भनेर चाहिँ आउँछ। यसलाई क्लिक गर्नुहोस्। यति क्लिक गरिसकेपछि गुगल जेमिनीको एउटा पेज खुल्छ। त्यसमा तपाई यसमा अब तपाईले कुन फोटोलाई एडिट गर्न चाहनुहुन्छ अथवा कुन फोटोलाई चेन्ज गर्न चाहनुहुन्छ अथवा बनाउन चाहनुहुन्छ त्यो फोटो तपाईले यहाँ एड गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँ तलपट्टि तल देब्रे साइडमा एउटा प्लसको चिन्ह छ। आस्क जेमिनी भन्दा तलतिर यसलाई क्लिक गर्नुहोस्। त्यसपछि यहाँ अपलोड फाइल्स भनेर आउँछ। अपलोड फाइल्समा क्लिक गर्नुहोस्। त्यसपछि फोटो एन्ड भिडियोमा क्लिक गर्नुहोस्। अनि तपाईको फोटो कहाँ छ? यदि ग्यालरीमा छ अथवा यही फोटो भिडियोमै छ, जहाँ छ तपाईको, मेरो चाहिँ यहाँ ग्यालरीमा छ, म ग्यालरीमा क्लिक गरे। त्यसपछि यहाँ गएर एउटा फोटो सिलेक्ट गर्छु। एउटा फोटो सिलेक्ट गरे, यसलाई ओके गरे। यति गरिसकेपछि सिलेक्ट गरेको फोटो यहाँ आइपुग्यो। अब यसमा आस्क जेमिनीमा क्लिक गरेर तपाई आफ्नै तरिकाले यो फोटोमा के कलर चेन्ज गर्ने, टी-शर्टको कलर चेन्ज गर्ने कि जिन्सको कलर चेन्ज गर्ने कि अथवा चस्मा लगाएको पिक्चर बनाउने कि तपाई आफ्नो तरिकाले पनि लेख्न सक्नुहुन्छ। मैले चाहिँ अलरेडी लेखेको छु एउटा प्रम्प्ट, त्यसलाई म यहाँ पेस्ट गरिदिन्छु। यो प्रम्प्ट मैले अलरेडी लेखेको प्रम्प्टलाई चाहिँ मैले पेस्ट गर्दै अब यो किसिमको चाहिँ मलाई फोटो बनाइदे भनेर म यसलाई भन्छु। यसले कस्तो बनाउँदो रहेछ। त्यसपछि यो तीर जस्तो चिन्हमा चाहिँ एउटा क्लिक गर्नुहोस् अनि सबमिट गर्नुहोस्। यति भइसकेपछि तपाईको फोटो अब जेमिनाईले चाहिँ बनाउँछ। जस्ट अ सेकेन्ड भनिरहेको छ। करिब 15-20 सेकेन्डमा चाहिँ उसले तपाईको इमेज रेडी गर्छ। जेनेरेटिङ इमेज भन्दैछ। जस्तो यहाँ एउटा इमेज बनायो। अब यो जुन अहिले इमेज देखिरहनु भएको छ, यो इमेज बन्नुको कारण चाहिँ यहाँ मैले प्रम्प्ट लेख्थे हो। यो प्रम्प्टको कारणले गर्दाखेरि चाहिँ बनेको। अब यो तपाईलाई इमेज मन पर्यो अथवा राम्रो लाग्यो, तपाईले भने अनुसारको इमेज बनाइदिएछ भन्ने तपाईलाई लाग्यो भने यो इमेजलाई क्लिक गरेर दाहिने साइडको माथितिर एउटा एरोको चिन्ह छ। तपाई यसबाट पनि यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। मैले यहाँ गरे डाउनलोड गर्दै। डाउनलोड भइसकेको छ। अब यसरी नै अब तपाईलाई कुनै अरु फोटोहरु अझै एडिट गर्नु छ भने फेरि सेम मेथड हो। यो प्लसको आइकनमा जानुहोस्, अपलोड फाइलमा जानुहोस्, त्यसपछि फोटो एन्ड भिडियोमा जानुहोस्, त्यसपछि ग्यालरीमा जानुहोस्, त्यसपछि तपाईलाई कुन फोटो मन परेको छ आफूलाई बनाउन। मैले यो फोटो लिए अहिलेको लागि, त्यसलाई ओके गरिदिए। जब यो फोटो यहाँ आयो, अब यो फोटोको चाहिँ म लेखेर एउटा प्रम्प्ट बनाउँछु। त्यसको लागि चाहिँ चेन्ज टी-शर्ट कलर रेड मैले चाहिँ
चेन्ज टी सर्ट कलर रेड अनि त्यसपछि सुज कलर व्हाइट भनेर यति मात्र लेख्थे मैले। यो मैले तपाईलाई प्रम्प्ट कसरी लेख्छ भनेर एउटा जानकारीको लागि मात्रै यति लेख्थे। यति गरेर चाहिँ मैले यसलाई सबमिट गर्थे। अब यसले कस्तो किसिमको चाहिँ इमेज बनाएर दिँदो रहेछ हैन, तपाई देखिहाल्नुहुन्छ। यसले केही 15-20 सेकेन्ड 25 सेकेन्ड लिन्छ, त्यसपछि बनाइदिइहाल्छ। इमेज जेनेरेट हुँदैछ। यसमा हेर्नुस्, अघि ब्लू थियो मेरो टी सर्ट, यसले ब्लूलाई रेड बनाइदियो। अनि मेरो रेड सुजलाई चाहिँ व्हाइट बनाइदियो। मैले सिर्फ कलर मात्रै चेन्ज गर्न भनेर लेखेको थिएँ, उसले त्यही अनुसार बनाइदियो। भनेको मतलब तपाई आफ्नो फोटो अनि आफ्नो फेस अथवा आफ्नो हेयर स्टाइल तपाईलाई जे चेन्ज गराउनु मन छ तपाई यही तरिकाले चेन्ज गराउन सक्नुहुन्छ। अब यो फोटो तपाईलाई मन पर्यो भने यसलाई क्लिक गरेर फेरि यतापट्टि डाउनलोडको अप्सन छ, तपाई डाउनलोड गर्न सक्नुहुन्छ। अझ तपाईलाई लास्टमा म एउटा अझ क्लियरको लागि अर्को एउटा पनि पिक्चर म सेलेक्ट गरेर देखाउँछु। त्यसको लागि फेरि अपलोड फाइलमा जानुहोस् अनि फोटो भिडियो तपाईको ग्यालेरीबाट लिनुहोस्। कुन फोटो बनाउन चाहनुहुन्छ? मैले एउटा अब मेरो यो गाडीको पछाडि गाडी भएको फोटोलाई सिलेक्ट गरेँ। यति गरिसके पछाडि अब यसलाई मैले चाहिँ के भने भन्दाखेरि चाहिँ मेरो पछाडि एउटा व्हाइट कार छ, यसलाई चाहिँ मैले चेन्ज कार कलर येल्लो, कारलाई चाहिँ येल्लो बनाइदिनु र टी सर्ट कलर चेन्ज टु रेड। मैले कार कलर र टी सर्टको कलर चाहिँ चेन्ज गर्न भनेर लेखिदिएँ हैन। यो मैले जसरी लेखेँ तपाईले त्यसरी नै लेख्नुपर्छ भन्ने छैन। तपाई यसलाई नेपालीमा पनि लेख्न सक्नुहुन्छ, हिन्दीमा पनि लेख्न सक्नुहुन्छ अथवा इंग्लिशमा पनि लेख्न सक्नुहुन्छ। तपाईलाई जुन भाषामा तपाईलाई सहज हुन्छ तपाई त्यो तरिकाले लेख्न सक्नुहुन्छ। मैले यति लेखेर यसलाई चाहिँ सबमिट गर्दै। अब यति गरिसकेपछि उसले केही समयमा यो कारको कलर चेन्ज गरेर टी सर्टको कलर चेन्ज गरेर चाहिँ यहाँ फोटो उसले चाहिँ बनाएर पठाइन्छ। सायद जेनेरेटिङ हुँदैछ। ल हेर्नुस् त, सेम त्यही कार कलर लाई येल्लो बनाइदियो र टी सर्टलाई चाहिँ तपाईको रेड बनाइदियो। यसरी तपाईले आफ्नो जुनसुकै फोटोलाई अथवा जुनसुकै आफ्नो पुरानो फोटो नयाँ फोटो जुनसुकै फोटोलाई नि तपाई यो किसिमबाट चाहिँ एडिट गर्न सक्नुहुन्छ, यो किसिमको प्रम्प्ट लेखेर। यदि तपाईलाई लाग्छ कि प्रम्प्ट लेख्न गाह्रो अप्ठ्यारो भन्ने लाग्छ भने म तपाईलाई एउटा प्रम्प्ट मेरो भिडियोको कमेन्ट बक्समा तपाईहरुलाई पिन गरिदिन्छु। तपाई त्यहाँबाट यो प्रम्प्ट हेरेर यही अनुसार तपाई लेख्न पनि सक्नुहुन्छ। यो तरिकाले तपाई आफ्नो अनलाइनबाट चाहिँ आफ्नो फोटोलाई चाहिँ चेन्ज गर्न सक्नुहुन्छ अथवा एडिट गर्न सक्नुहुन्छ। यदि तपाईलाई यो भिडियो मन पर्यो अथवा यो भिडियो तपाईको लागि एउटा सिकाइको लागि तपाईलाई मन पर्यो भन्ने लाग्छ भने यो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। म यस्तै टेक्निकल एजुकेसनल भिडियोहरु चाहिँ बनाउँदै जानेछु आगामी दिनहरुमा। यदि तपाईहरुलाई लाग्छ कि यो भिडियोले तपाईलाई सहज अथवा यो च्यानलले तपाईलाई सहज गर्छ भन्ने लाग्छ भने यो च्यानललाई
लाइक कमेन्ट सब्सक्राइब गर्न सक्नुहुन्छ। हवस् त आगामी दिनहरूमा फेरि अरू यस्तै जानकारीमूलक सामग्रीहरू लिएर आउने बाचासहित आजलाई यति नै। हवस् त नमस्ते, जय नेपाल।